So, hi everyone, welcome back to my YouTube channel. So म चाहिँ आज विराटनगर जाँदैछु फेरि. सो म चाहिँ जहाँ गएँ नि विराटनगरै पुग्दो रहेछु होइन. तर भोलि चाहिँ मेरो साथीको बर्थडे छ आश्रियाको. हजुरले देख्नु भएको छ त्यसलाई अरू भ्लगमा पनि होइन. त्यसको बर्थडे छ. सो म आज विराटनगर जाँदैछु. तर म आज चाहिँ आश्रियाकोमा जाँदै छुइनँ किनकि त्यसलाई सरप्राइज छ के. सो म चाहिँ आज आकृतिकमा जान्छु. सो भोलि बिहान त्यसको सरप्राइज छ. सरप्राइज चाहिँ भोलि नै हेर्नु होला होइन. सो अब म एकैचोटिमा पुगेपछि देखाउँछु. जहिले त विराटनगरको बाटो त के देखाउनु होइन अझै लाग्छ. सो अब एकैचोटि पुगेपछि भेट्नेछ. फाइनली घर आइपुग्यो होइन आकृतिको. अब हामी नास्ता खाने. सरी चाहिँ ट्युसन पढाउनु गएको थिएँ होइन. सो हामी भोलिको सरप्राइज चाहिँ उयो चोकमा छ होइन. त्यसपछि म चोक जान्छु. यहाँबाट 10 मिनट लाग्छ. सो हिँड्दैछु होइन. अनि त्यसमा त्यहाँ भेट्छु अनि त्यसको सरप्राइज लिएर आउने. एक्साइटेड भेरी मच नि आकृतिलाई. A few inches later. बजार जाँदैछु सरप्राइज लिन. आश्रिया पनि त्यही हुन्थे. आश्रियाले सरी आकृति पनि हुन्छ त्यही. अनि हामी सँगै आउँछौँ भने सरप्राइज लिएर. चाहिँ मेन रोड आइपुग्न आँट्यो. उहाँ पर आकृतिको आइपुगिसकेको छैन. एकछिन पर्खिनुपर्छ. हाम्रो केक आइसक्यो. सरप्राइज केक यो लिएर जाने. फाइनली हाम्रो सरप्राइज केक आयो. हाम्रो आकृतिजी पनि हुनुहुन्छ. के बोकेको अरे तिमीले पहिलोचोटि? सरप्राइज केक. कसलाई सरप्राइज दिन आँटेको? हाम्रो बेस्टीलाई. हामी चाहिँ घर पुग्न आँट्यौँ. The next day. हाई बिहानको कति बज्यो? 5:49 भयो हो. 5:49 भयो. अनि वी आर गोइङ टु गिभ हर अ सरप्राइज, बिग सरप्राइज. सी हेभ नो आइडिया, सी हेभ नो एनी आइडिया. अनि हामी चाहिँ अब सरप्राइज दिन हिँडेको. बिहानै उठेर सन्चो छैन त्यही पनि उसको लागि सबै कुरा होइन. हामी चाहिँ उसको घर यहाँ सर्टकटबाट पनि जान मिल्छ. त्यही भएर हामी सर्टकट बाटो गर्छौँ किनभने छिट्टै पुग्नु छ नि त हामीलाई. मन्दिर पनि जाने भन्दै थियो. हामीले त्यसलाई 15चोटि भयो मन्दिर कतिखेर जान्छस्, मन्दिर कतिखेर जान्छस् भनेर सोधेको. अनि 9 बजी जान्छ अरे. त्यही भएर हामीलाई फाइदा भयो. अनि हामी चाहिँ अब जाँदैछौँ. केक ओके दिस इज द वे. यस्तो चिसो छ. बिहानै हामी बिरामीमा हिँड्दैछौँ. त्यो बिरामी भएर पनि हामी नहरको बाटो यसरी हिँड्दैछौँ यस्तो. अब हामी घर पुग्न आँटेपछि हामी चाहिँ अब त्यसको घर पुग्नलाई कति 3 मिनट्स अवे छौँ. सो हामीलाई त्यसको घर आइपुग्न आँट्यौँ. यत्रो बाटो हिँडेर. अनि कसैलाई पनि थाहा छैन. हामी त्यो घरमा कसैलाई पनि थाहा छैन. अनि त्यही भएर इट्स अ सरप्राइज फर होल फ्यामिली, नट ओन्ली हर, होल फ्यामिली. सो हामी अब सबैको रियाक्सन हेर्ने, क्याप्चर पनि गर्नुपर्छ. ओके आई विल सो यु द अल अफ देम रियाक्सन. अनि हामी घर चाहिँ पुग्न भन्दा पनि हामी कति हाफको पनि हाफ अन वेमा छौँ. मतलब छौँ होइन, पुग्नलाई त्यति बाँकी छ, हाफको पनि हाफ छ. सो अनि हामी अब पुगेर अनि बाटैबाट हामी क्यान्डल स्यान्डल बालेर जान्छौँ.
अनि किनभने अब घर पुगेर त्यो हल्लासल्ला हुन्छ नि त, त्यो सल्लाह भएन अर्को भन्दाखेरि त्यही भएर हामी बाटैदेखि बाल्छौँ। अनि प्रिपरेसन गरिवरि हिँडेको छौँ। हामी सल्लाह पनि लिएर आएको छौँ। लाइटर अब हामी चुरोट खाँदैनौँ नि त, लाइटर हाम्रोसँग हुँदैन क्या, घरमा पनि कोही खाँदैन नि, लाइटर हुँदैन। अनि अब सलाई त अब ग्यास बाल्न यस्तो साँझबत्ती बाल्न चाहिन्छ नि त, अनि त्यही भएर हुन्छ अनि बोकेर हिँडिदिएँ मैले घरको सलाई। हामी सरप्राइज दिन हिँडेको, भेरी मच एक्साइटेड। म पनि छु यहाँ। रुक न, ओइ रुक। Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. Happy birthday to you. Happy birthday. Happy birthday. यहाँ बस पहिला तिमीहरू पनि ह्यापी Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. ये छोरीहरू कहाँबाट आएछन् एकैचोटि, हे भगवान्। आन्टीलाई राम्ररी देखिएन नि यो झुलले गर्दाखेरि तिमीहरूको आज। तर भातै भयो, अरूलाई भन्नु न झुल्नु खोज्छ। मैले खाऊ न तिमी, पहिला खाऊ न। मलाई त भरेको छोड्नु न। Happy birthday to you. Happy birthday to you. बर्थडे छोरीको सरप्राइज। कस्तो लाग्यो हाम्रो सरप्राइज? खाऊ न। मैले तँलाई खुवाइदिन्छु मात्रै। Happy birthday. मेलाई केक राख है त्यहाँ आधी। ए तैँले त खा, यतै भएर पो त तँलाई भनिदिरहेछ त। खै त होला अङ्कल त गइसक्नु होइन गाडी लिएर। अझै खा। दल, म पनि दलमा चाहिँ दल दिन्छु। ओइ आइज यहाँ। भनेर यो झुल खोलेर जस्तो बनाउनु पर्ने थियो कि राम्रो लुगा लगाएर सुत्दैछ नि उनीहरूले भनेर आउँदाखेरि त मेकअप गरेर बस्दैछ गरेको त बिहानै उठेर हामीले सरप्राइज दियौँ। दुःख बना कस्तो लाग्यो रियाक्सन दे त सरप्राइज।
यस्तो यसको सरप्राइज के छ त यो कहिले आए यो कहिले आए यो कहिले आए यो कहिले आई बिहान उडेर यो कहिले आई मेरो रियाक्सन उठ्न पाएको छैन यो कहिले आए दिन्छे बिहान उडेर आयो उडेर उठेर उडेर के उडेर त्यहाँबाट उठेर आएन अनि होइन अनेस्ट रियाक्सन भन्छ कस्तो मतलब के सोचिस् हामीले बर्थडे भन्दा के सोचेर उठिस् भन्दा यिनीहरू किन नगएका कलेज होइन कस्तो खुसी लाग्यो क्या रामिनहरूले मेरो फोटो पोस्ट गरेनन् क्या 12 बजे अनि म कस्तो चित्त दुखाएर सुतिरहेको थिएँ बिहान उठ्ने बित्तिकै भरे त केक बोकेर आएँ अब 12 बजे पोस्टमा हालेर कम्पन्सेट गरेको या अहिले केक ल्याएर 12 बजे पोस्ट हालेको भएर यो नल्याएको भए राम्रो कि यो ल्याएर ल्याएको राम्रो नि भयो त्यस्तो थियो रियाक्सन भने ए बाबा मलाई त के भन्छन् को भनेर चाहिँ यसो त छोरीहरूको आइरहेछन् त मैले अघि नै भनेको थिएँ त म फ्यामिलीलाई नै सरप्राइज दिन गएको भनेर सरप्राइज दिएपछि हाम्रो मिटअप 6.5 hours later. अब जाने हामी जाम पे गर्नु